PM कप 2026 अन्तर्गत सुदूरपश्चिम र कर्णाली बीच भएको खेलमा सुदूरपश्चिमले जित दर्ता गरेको छ। कर्णालीले दिएको 119 रनको लक्ष्य सुदूरपश्चिमले 29.2 ओभरमा 6 विकेट गुमाएर पुरा गरेको थियो। पहिले ब्याटिङ गरेको कर्णालीका लागि ओपनर रविन्द्र शाही 3 बलमा खाता नखली आउट हुन पुगेका थिए। त्यस्तै सुनिल धमलाले 31 बलमा 3 चौका र 1 छक्काको मद्दतले 28 रनको पारी खेलेका थिए। अरविन्द घरतीले 43 बलमा 1 चौकाको मद्दतले 13 रन, त्यस्तै विपिन रावलले 61 बलमा 3 चौकाको मद्दतले 33 रन, त्यस्तै विपिन शाहीले 26 बलमा 6 रन, अर्जुन घरतीले 10 बलमा 3 रन, दिपेन्द्र रावतले 1 बलमा खाता नखली आउट भएका थिए। त्यस्तै दिनेश अधिकारी 9 बलमा 1 छक्काको मद्दतले 9 रन, प्रकाश जोशी 8 बलमा 1 चौकाको मद्दतले 5 रन, कप्तान दिवान पुन 1 बलमा खाता नखली आउट भएका थिए भने अनुज चनेरा 1 बलमा खाता नखली आउट हुन पुगेका थिए। बोलिङमा सुदूरपश्चिमका हेमन्त धामीले 7 ओभरमा 1 मिडल ओभर गर्दै 16 रन खर्चेर 6 विकेट लिएका थिए। त्यस्तै विकास अग्रहरीले 3 ओभरमा 25 रन खर्चेर विकेट विन रहेका थिए। शेर मल्लले 8 ओभरमा 1 मिडल गर्दै 27 रन खर्चेर 1 विकेट, नारायण जोशीले 2 ओभरमा 9 रन खर्चेर 1 विकेट लिएका थिए। त्यस्तै नरेन भट्टले 2 ओभरमा 7 रन खर्चेर विकेट विन रहेका थिए। अशोक धामी 7 ओभरमा 2 मिडल गर्दै 16 रन खर्चेर 1 विकेट लिएका थिए भने मिलन बोहराले 3 ओभरमा 14 रन खर्चेर 1 विकेट लिएका थिए। सेकेन्ड ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले 29.2 ओभरमा 122 रन बनाएर जित दर्ता गरेको थियो भने 6 विकेट गुमाएको थियो। सुदूरपश्चिमका लागि अभिषेक पलले 16 बलमा 6 रन बनाएका थिए। त्यस्तै राजु रिजालले 14 बलमा 1 चौकाको मद्दतले 7 रन, खडक बोहराले 39 बलमा 1 चौकाको मद्दतले 23 रन, नरेन भट्टले 16 बलमा 1 चौकाको मद्दतले 7 रन, त्यस्तै किरण थङ्गुनाले 46 बलमा 3 चौकाको मद्दतले 26 रन, नारायण जोशी 11 बलमा खाता नखली आउट भएका थिए। मिलन बोहराले 27 बलमा 3 चौकाको मद्दतले 18 रन नटआउट पारी खेलेका थिए। त्यस्तै कप्तान शेर मल्लले 11 बलमा 1 छक्काको मद्दतले 10 रन बनाएर जित दर्ता गराएका थिए। बोलिङतर्फ कर्णालीका अनुज चनेराले 6 ओभरमा 33 रन खर्चेर 2 विकेट लिएका थिए। दिनेश अधिकारीले 2 ओभरमा 19 रन खर्चेर विकेट विन रहेका थिए। त्यस्तै प्रकाश जोशीले 3 ओभरमा 14 रन खर्चेर 1 विकेट लिएका थिए। दिपेन्द्र रावतले 9.2 ओभरमा 2 मिडल ओभर गर्दै 24 रन खर्चेर 1 विकेट लिएका थिए भने त्यस्तै दिवान पुनले 9 ओभरमा 1 मिडल गर्दै 27 रन खर्चेर 2 विकेट लिएका थिए।